सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल सन्चन छोडा र मनी सन्चै छु। सो तपाईँहरूको माझमा चाहिँ आज म फेरि लङ टाइमदेखि आइरहेको छु। म चाहिँ आज मङ्गलबार हस्पिटल जान्छु र आजको भिडियो कस्तो हुन्छ तपाईँले हेर्दै गर्नु होला। अन्त आजको भिडियो हामी स्टार्ट गर्न जान्छ। चल्छु म मुखसुख धोइसकेर रेडी भइसकेको छु। मेरो बुढी पनि पढाइ छ र आज म फाइनली मेरो भिडियो देख्न जान्छु। बुढिया के गरेको? कल गरेको? कहाँ जाने अरे तिमी? घुम्न जाने कसैलाई? ए गुन्ची बुढी गुन्ची बुढी सो म दिदीको राम्रो निकाल्नु पैसा निकाल्न जाँदैछु। सो तपाईँहरू चाहिँ हेर्नु होला म पैसा निकालेर फेरि मङ्गलबार जान्छु। तपाईँहरू हेर्दै गर्नु होला अन्तिमसम्म भिडियो। मैले पैसा निकाल्ने दोकान चाहिँ उयो है। आन्टी 100 रुपियाँ दिनु न, म हालिदिन्छु यहाँ मङ्गलबार हस्पिटल। म त सोध्न जानुपर्ने छु क्या, सोध्न गएको क्या। सो गाइस यहाँ आन्टीले चाहिँ चटपटे एकदम खतरा बनाउनुहुन्छ। तपाईँहरू पनि खाना आउनु होला यहाँनिर, चटपटे खाना आउनु होला है। यहाँदेखि आइतबारको सिधै आन्टी यसमा नि त्यो हस्पिटलको दबाई त्यो लगाएर त्यसको बिगारेको क्या स्किन। मैले छोडिदिएको भए जान्छ। सो यहाँबाट पैसा निकालेर म चाहिँ मङ्गलबार जानुपर्ने हुन्छ सफारीमा यहाँबाट। आन्टी छोडिदिनु न, अहिले आएर हाल्दा हुँदैन? हजुर बेसी दिन सम्झाउनु न। म सम्झाउँदिनँ, म लेखिदिन्छु। क्यास चाहिँ दिनु हुँदैन थियो। अब हाल्टै लेखिदिनु ल, म हात हाल्टै हालिदिन्छु। सो फेरि पैसा लिएर चाहिँ म उतै जाँदैछु। मेरो बुढी पड्किरहेको छ पर। अङ्कल मोबाइल हेर्दै हुनुहुन्छ? आज त हिरो हुनुभएछ त चस्मा लाएर। अनि हाम्रो अङ्कल हिरो हुनुभएको छ है आज। सो अब चाहिँ हामी कहाँ गएको अरे? तिमी कहाँ जाने अरे? तिमी कहाँ जाने अरे? अलिक डर अलिक डर अलिक डर बोला न। सो ऊ चाहिँ पर दिदीहरूकोमा जाने अरे। अब म चाहिँ अलिक परदेखि सफारी चढेर मङ्गलबार जान्छु है, हेर्दै गर्नु। सो अब चाहिँ म सफारीले भेटिसकेँ, सोध्छु है अब गएर सफारीले भेटिसकेँ। अब सोध्छु ल मङ्गलबार जाने छैन भनेर। दाइ मङ्गलबार जाने हो? मङ्गलबार जाने हो? कति बजे? 30 रुपियाँ होइन? हस्टेल पुऱ्याइदिनु ल मदन भण्डारी। गाडी आएको छ। हस्पिटल आइसकेको है। हस्पिटल चाहिँ पर्ने हुन्छ, खाद्य हुन्छ। सबमा दिनुपर्ने हुन्छ।
खुल्दो रहेछ आज हस्पिटल चाहिँ यो हामी अस्ति पनि आएको थियौँ यो हस्पिटलमा चाहिँ पुरा लाइन बसिराख्नु भएको छ टोकन काटेर भित्र चाहिँ आज छिर्न दिनुहुन्न र म यो चाहिँ भिडियो बनाउँदिनँ ल भित्र चाहिँ